2082 तर यहाँ चाहिँ 81 ए यस्तो छ अनि यो देवदेवताहरू के हो छैन एउटा तुना छैन तर यहाँ चाहिँ 81 ए उहाँकोमा त छैन र त कहाँ भेनाकोमा लेखेको ल तपाईँकोमा लेखेको छैन रहेछ 81 भनेर खोइ 2081 ए हो र 2081 यहाँ चाहिँ टी सर्ट 2081 को बट 2082 मा टक्रकै साथीहरू टक्रकै होइन वेलकम ब्याक टु माई च्यानल सबैजनालाई सेवा नमस्ते तपाईँहरू सबैजना आरामै हुनुहुन्छ भनेर आश गरेको छु अनि म पनि एकदम ठिक छु लगायत यहाँनिर जो पनि उपस्थित हुनुहुन्छ उहाँहरू सबैजना फिट एन्ड फाइन हुनुहुन्छ अनि आज चाहिँ विशेष के छ भने तपाईँहरू सबैजनालाई न्यू इयरको शुभकामना नयाँ वर्षको शुभकामना अनि आउने दिनहरू एकदम राम्रोसँग बितोस् तपाईँहरूको अनि इन्कम सोर्स बढ्दै जाओस् दुःख पीडा सबै हटोस् अनि के भन्छ रोग भोक केही नलागोस् होइन भन्न चाहन्छु र गाइज आज चाहिँ हाम्रो गाउँमा रैथाने महोत्सव छ अनि त्यो रैथाने महोत्सव भन्नाले चाहिँ रैथाने खाना के अब जस्तै अर्ग्यानिक हुन्छ नि के ढेँडो गुन्द्रुक यहाँ त्यहाँ पाहा साहा यताउति छ होइन अनि त्यसपछि माघे मेलामा जस्तै हाम्रो बालाई चाहिँ बोलाउनु भएको रहेछ के भन्छ मुन्दुमी शक्ति प्रदर्शनीको लागि बोलाउनु भएको रहेछ अब त्यसैको लागि यहाँनिर तयारी गर्दै हुनुहुन्छ अङ्कल भेनाहरूले टाउकोमा फेटा बनाउनुको लागि अनि अब छोटो क्लिप राख्छु मेरो भिडियोहरू साह्रै लामो हुँदैछ कि त्यही भएर म अब थोरै छोटो मात्रै बनाउने कोसिस गर्छु यता काकाहरू पनि आउनु भएछ ल है काका नयाँ वर्षको शुभकामना काका ए तपाईँ पनि पो हुनु आउनु नमस्ते भेना नमस्ते हजुर भेना के भन्नु पर्छ होला नि नमस्कार है भयो होइन पर्दैन हजुर यहाँ हजुर म ल पर्दैन ल है साथीहरू ए हजुर यता पल्लो घर सुब्दानी बोजू सुबेदारको ल है म चाहिँ यहाँ फराटेको हो यहाँ पल्लो घरको तपाईँ यता रेडी हुँदैछ पुरै थानको लागि ल है यस्तो छ यहाँ एकछिन गाईको गोबरले लतपत पारेको अनि त्यसपछि यहाँ रक्सी अनि यो देवदेवताहरू के हो थाहा भएन शङ्ख यता ढुङ्गाहरू छन् छुनु मिल्छ यो चाहिँ मयुरको प्वा माथि लगाउनुहुन्छ नाक्सुङ साइला सँगै लाग्नु पर्ने भयो अरू साइलाले काम दिएन के पो भन्दछ यसको मलाई नि अलिक नाम थाहा भयो काका के भन्दछ यसलाई
यसलाई यो पगारी भयो यसलाई के भन्छ गापा यसलाई यसलाई यो फिट्टा यो त चुट्टिन रे अलिक मुनि होला त्यस्तै हो मिस्टेक भएपछि नहोस् हैन खोइ त एउटा तुना छैन तुना छैन यति त छ नि यसैले यसैले मिलाउनु पर्छ है तिमीलाई मजुरा मिलाइ यहाँ सबै रेडी भइसक्यो यो चाहिँ अहिले भरे यहाँनिर बाले थालिसकेपछि यो थान उठाइसकेपछि चाहिँ लाउनुहुन्छ होला कपडा नलाइ बस्नु भएको ढोल तपाईँहरूले माघे मेलाको भ्लगहरूमा छ भने त सबै थाहै होला त्यही भएर म यो चाहिँ अलि तपाईँहरूलाई डिटेल्समा देखाउँदिनँ किनकि पहिला नै देखाएको थिएँ नि त अनि थोरै थोरै मेरो भिडियोहरू लामो हुन्छ कि त्यही भएर म थोरै थोरै मात्रै देखाउँछु भनेर अघिदेखि तपाईँहरूलाई भनिरहेको छु हेर्दै गर्नु होला है त पाले सबैलाई देखाउनु पर्छ के साथीहरू सबैलाई सबैको यो बजाउने जुन यो ढोल भयो अनि त्यसपछि त्यहाँ झ्याम्टा छ अनि हो त्यो ढ्याङ्ग्रोलाई चाहिँ के भन्छ थानमा सबैलाई दर्शन गराउनु पर्छ के
हाङ सुम्निमा चाहिँ हाम्रो सृष्टिकर्ता जसलाई चाहिँ हामी पुज्ने गर्छौँ उहाँलाई पुकार्दै हुनुहुन्छ। यो के हो चाहिएको बेला ल यता हिँडिसक्नुभयो होइन। अन्त मेरो चाहिँ आज खुट्टाले के भएर हिँड्ने छैन कि म लडेको पनि छुइनँ, काहीँ अप्ठ्यारो पनि बसेको थिइनँ, बट आई डोन्ट नो वाट ह्यापन टु मी होइन साथीहरू। अनि मजाले यसरी खुट्टै टेक्नु हुँदै छैन कि जेसुकै होस् आज दिनभरि त म थाम्छु। स्टे ट्युन, स्टे विथ मी। अनि मासतिरको म हल्का तपाईँहरूलाई रमाइलो देखाउने नै छु। है नाकछुङको सन्तानहरू यता छौँ हामी, 3 जना मात्रै। एकजना दाजु माथि जाँदै हुनुहुन्छ बाउसँगै। बस्दैछ अलिअलि। भाइ बोक्नु त म ढ्याङ्ग्रो बजाउँछु पर्दैन।
हेर्नुहोस् है क्राउड हेर्नुहोस् है साथीहरू क्राउड मेलामा क्राउड यत्तिको क्राउड चाहिँ हुनुपर्छ अनि यहाँ चाहिँ नेपालको झन्डा लहरै परसम्मै टाङ्नु भएको रहेछ यता टोलीहरू आउने क्रम जारी छ यति धेरै क्राउड हुन्छ भनेर चाहिँ मैले चाहिँ सोचेको थिइनँ मौसम त यस्तो मलाई हजुर होइन अब नेपालको झन्डाहरू पुरै कस्तो दामी देखिरहेछ कि साथीहरू यो ठाउँमा चाहिँ बाइक लिएर सरर अहिले जाने भने कस्तो दामी सिन आउँछ नि
राम्रो यता चाहिँ दुवैजना भ्लगरहरू हुनुहुँदो रहेछ ढोल नाडेर जानुपर्छ है साथीहरू यहाँ माथि यहाँ घुमाउ न कहाँ छौ तिमी टावरमा को यो चाहिँ साथीहरू ठाउँ ठाउँमा बल मागेर जानुपर्छ नि त अनि अब यस्तो गरेन भने साह्रो पर्न सक्छ भरै मुन्दुमी शक्ति प्रदर्शन गर्दाखेरि त्यो भएको कारणले गर्दाखेरि चाहिँ ठाउँ ठाउँमा जहाँ जहाँ बिसाउने ठाउँ हुन्छ जहाँ जहाँ घुम्ती हुन्छ त्यहाँनिर चाहिँ यसरी यो ढोल नाडेर जानुपर्ने हुन्छ
यहाँनिर चाहिँ रैथाने खानाको यो कार्यक्रम गरिरहँदाखेरि यो आजको महोत्सवमा मात्रै होइन यो ठाउँमा आइरहँदाखेरि अन्य बेलाहरूमा पनि हामीले यो खाने वस्तुहरू अथवा यो खाद्यान्नहरू अथवा यो शुभकामना मन्तव्यको लागि म धन्यवाद दिन चाहन्छु। साथै साथीहरू स्टार्ट भयो है तर मैले मजाले देखाउनु पो नपाउने रहेछु जसको ऊ चाहिँ के भन्छ उहाँहरूले नै बनाउनु भएको रहेछ है ल ल ल ओहो कसरी हो यो एउटा प्याकेट एक बोकाको हजुर ए ल एकदम राम्रो यो हस् गए है मामा ल है यता चिटिक्क परेर काकी चाहिँ यता हजुर ए कोदोको मोमो हो काका ल ठिक छ साह्रै राम्रो पो देख्यो त काका यता हेर्नु हेर्नु एकचोटि दुईजना त ओहो सुम्बीमा र पारुहाङ जस्तै पो देख्यो त हो ल ठिक छ कोदोको मोमो काकीले बनाउनु भएको यो ल दामी छ दामी ल है यो चाहिँ के हो यता विङ्स चिकन विङ्स ए पखेटा ल हाम्रो यता नाक्सुङको सन्तानहरू चाहिँ त बस्नु भएको छ
भयो म त नखाने हुँदैन यता दिनु यता यो चाहिँ हाम्रो कान्छीले सरिनाले खाँदैछ है ल यो स्थानीय लु है मैले लिए मात्रै है भेन म खानु चाहिँ खाँदिनँ है खानु यता खानेर चाहिँ दिनु होइन बेला चाख्नु सरुवा फर्स्ट टाइम होला खानामा शक्ति दिँदछ यति शक्ति यो खाएपछि तपाईँको अरे तानी खाँदैछ है क्या रही थाने खाना ओहो हो ल किरातीको छोरो पारो हामीले बजायो त हामी मतुवा ल है अर्ग्यानिक साथीहरू यहाँनिर चाहिँ यो उमा पेरुङ्गोमा सिद्र माछा रहेछ अनि यो मह होला सायद माछा छ यहाँ यो घुम्टो घुम्टो के पो घुम यो घुम है साथीहरू घुम्टो होइन यसलाई चाहिँ के हो भन्छ यो चाहिँ भुने रहेछ है साथीहरू यहाँ देखाउनु चाहिँ दिदी यहाँ भुने रहेछ सन्देश बाहिर जाओस् र लानुपर्छ भन्ने यो चाहिँ घुमराडी घुम होइन यसरी गर्नु न सिधा अनि यो चाहिँ गोठाला गर्दाखेरि पहिला गोठाला गर्दा काम गर्दा पुर्खाहरूले चाहिँ यो ओढेर चोयाले बुनेको घुम ओढेर चाहिँ काम गर्नुहुन्थ्यो होइन ल यस्तो छ यता डोको सानो ढोका रहेछ अनि त्यहाँनिर उ छ पाहा भन्छ है सायद पाहा जानु भयो हस् बाई बाई यहाँ चाहिँ पुरै रोटेपिङ लागिरहेको रहेछ है अर्ग्यानिक अथेन्टिक रोटेपिङ होइन मेरो मान्छेहरू कता हराउँदैछ फ्रीमा हो नमस्ते सोल्टीको पो रहेछ त सोल्टीले फ्रीमै दिनुहुन्छ होला मलाई यहाँ बिजनेसमा त फ्री हुँदैन रहेछ बिजनेसमा नो फ्यामिली नो फ्रेन्ड्स हो नो आफ्नो मान्छे ठिक छ ल यहाँनिर चाहिँ राईको यसलाई के पो भन्छ पेचुरी धजुरी कता सिलङ सागमा क्लिप्सहरू रहेछ गुन्द्रुक किनीमा अनि किनीमा त सस्तो भयो अलिक सस्तो भयो महँगो भयो अरे ल हो र यो बिना ल है बिक्री होस् मेरो शुभकामना हस् धन्यवाद नागरिक उड्डयन मन्त्रालय जिम्मेवारी सम्हालेका थियौँ। हामीले नेपालको राजनीतिमा हामी सबैलाई थाहा छ एउटा पर्यटक हिमाल चढ्नु जाँदाखेरि एउटा पर्यटन मन्त्री थियो, फर्किँदाखेरि त अर्कै बदलिसकेको थियो। यस्तै थियो। त्यही पनि हामीले यो अस्थिरताको बिचमा पनि 13 महिना त्यो मन्त्रालय सम्हाल्न अवसर प्राप्त गरेका थियौँ। त्यतिखेर पहिलो पदभार सम्हाल्दाखेरि मैले भनेको थिएँ, पत्रकारजीहरूले सोद्धाखेरि नेपालको पर्यटन नेपालीपनकै हुनुपर्छ। राखेको बेला फेरि नेपालको राजनीतिको कारणले हामीले छोडेर हिँड्नु पर्यो। अर्को सरकार र मन्त्री आइसकेपछि यता जेनेरेटर चलिरहेछ अनि यता मन्त्रीज्यूको भाषण। हामीले हाम्रा होटलहरूमा स्थानीय परिकारहरू तुल्याउन सक्नु पर्यो। हाम्रा होटलहरूमा खाने स्वादका मेनुहरू हुन सक्नु पर्यो। हामीले छ
यहाँ मात्रै होइन, आज देशभरि यो कुराहरू प्रवर्धन हुन खोजिराखेको छ। प्रवर्धन हुनको निम्ति बिस्तारै अङ्कुराइराखेको मैले महसुस गरिराखेको छु। उदाहरणको निम्ति पाथी भरामा केबुल कार पुर्याउने, केबुल कारको तलतिर 5 स्टार होटल खोल्ने अनि रोजगारी सिर्जना गर्ने। पछि डन्डा बोकेर सलाम ठोक्ने मान्छेले पनि अङ्ग्रेजी बोल्नु परेपछि कसरी स्थानीयले रोजगार पाउँछ? स्थानीय साथीहरूले पिज्जा पकाएको देखेपछि, बाहिरबाट आउने पर्यटकले पिज्जा खाएको देखेपछि, बर्गर खाएको देखेपछि हाम्रो स्थानीय उत्पादनहरू आफै निरुत्साहित हुँदै जान्छ। त्यसकारणले आज हाम्रो होटलहरूमा, हाम्रा मेनुहरूमा यस्तो उत्पादनहरूलाई रैथाने खानेकुराहरूलाई मेनु बनाउन सक्नुपर्छ। प्रति होटलहरूमा हाम्रो संस्कृति अनुसारको वेशभूषामा पाहुनालाई स्वागत र सम्मान। र फेरि पनि यहाँनिर स्टार्ट हुनु आँटेको छ। अघि चाहिँ विश्राम गरेको थियो, त्यति बेला चाहिँ मुन्दुमी शक्ति प्रदर्शनी गर्न पाउनु भएन। मतलब अब ढोल नाड्नु पर्छ नि त, अनि त्यसको लागि फेरि बिट मार्दै अनि फेरि मुन्दुमी शक्ति देखाउने भन्ने भयो। के गर्नु?
धन्यवाद हाम्रो नागछोङज्यू मुन्दुमी पात्रज्यूलाई आफ्नो प्रस्तुति र अब हामी कार्यक्रमको यो आशैमा जिन्दगी बित्ने भोलैलाई आशै आशैमा जिन्दगी बित्ने भोलैलाई आशै आशैमा मै जस्तो दुखीलाई पठाउँछ कल्ले मै जस्तो दुखीलाई पठाउँछ कल्ले साथीहरू अहिले चाहिँ हामी फर्किसक्यौँ अनि त्यसपछि अब आजको चाहिँ यस्तै भयो होइन अलिक भने जस्तो मुन्दुमी शक्ति देखाउन सकेन अब घर गएर के भन्छ विसर्जन गर्नुपर्ने छ अगाडि गइसक्नु भयो अरू चाहिँ म चाहिँ एकछिन यहाँनिर मोडल बनिएर बसेको यहाँ त्यस्तै भयो है अनि त्यहाँनिर चाहिँ अझै स्टेजमा चाहिँ डिजे नानीको प्रस्तुति भइरहेको छ काठमाडौँबाटै कहाँबाट आउनुभएको अरे उहाँहरू पुरै नाचिरहनु भएको छ हामी चाहिँ फर्क्यौँ उस्तलतिर गइसक्नु भएको छ यस्तै भयो यसपालि रिङ्गाडी आसै आयो लु त खोइ त म यसरी ट्राई गर्छु अस्ति त बजाएको थिएँ त मैले
अस्ति त आज हामीले बस्दै छैन हौ सबैले ट्राई ल ल त्यो त्यस्तो त्यो एकहोरो बजाउनु हुँदैन है कि त तु धु 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 भन्नुपर्छ धामीको नातिनीले लास्टमा अघि साथीहरू जाँदाखेरि हुल थियो अहिले एकजना दुईजना तीनजना त दाजु भइहाल्नु भयो दुईजना मात्रै बाँकी अरू सबै गइसक्नु भयो ल सक्यो है
सकिएको कि मुनि छ अन्तिममा गएर सबैले साया चोकमा गरिदिनु भएको दाजुले साया चोकमा गरिदिनु भएको है साथीहरू यो चाहिँ किनभने सिरु भएको माथि देवा उसलाई पनि शिर चढाइ मजाले मैले एउटा शब्द भने कि सन्तान होइन म चिन्छु त उहाँसँग त बाजे खुट्टा मजाले जोड्नु पर्छ है सन्तान गुना पनि हुँदो रहेछ के अटोमेटिकली आउँदो रहेछ कि उसलाई उता जाँड छानेर मलाई दिने हो नि है रातिले यो चाहिँ साथीहरू आज देवाले कान्छी हजुर देवा हामीलाई दिनुभयो अब हामी तपाईँलाई दिनु त सबै वितरण गरिदिनुहोस् न बरु है वितरण हुन्छ देवा हस् हुन्छ यो चाहिँ म पहिला बोलिहाल्नु पर्यो यहाँनिर आज अब माथि जानुभयो नि त अनि त्यो माथि जाँदाखेरि चाहिँ अब देवाहरूले साथ दिनुभयो अरू पनि हुनुहुन्थ्यो अरूको चाहिँ उहाँहरूको चाहिँ अब कसैको स्टल छ होटल छ कसैले व्यापार व्यवसाय गर्नुभएको छ कसै चाहिँ कोही चाहिँ आयोजकै हुनुहुँदो रहेछ अनि उहाँहरूको चाहिँ काम परेर उहाँहरू गइहाल्नु भयो घरसम्म पुऱ्याएर हजुर अनि उहाँहरू गइहाल्नु भयो अनि र हिँड्नुभएको चाहिँ दुईजना देवाहरू अनि त्यही भएर दाजुले चाहिँ साया चोकमा गरिदिनु भयो सिरु बाइदिनु भयो यता काकालाई चाहिँ अब ल भनेपछि म अब यो म बाँडेँ है त